बिस्तारै ल खच्चडले चाहिँ यहाँ भारी बोकेर आइरहेको छ। खच्चड चाहिँ अहिले यो सामान उता पुऱ्याएर आएको छ। अनि यो खच्चडले चाहिँ आफ्नो खानाको लागि चाहिँ दाना बोकेर आएको छ। यसले चाहिँ दाना बोकेर यसले यो फेरि त्यो चाहिँ हाम्रो भाइ चाहिँ यो खच्चडलाई चाहिँ यसो लिएर हिँड्ने काम गर्छ यो भाइले। ल हाम्रो यो भाइहरू आइपुगे ल। ल हामी चाहिँ यो अब हामी चाहिँ यो से फोक्सन ताल चाहिँ हामी घुमेर चाहिँ हामी फर्किँदैछौँ। अहिले हामी फर्किँदैछौँ। हामी से फोक्सन ताल चाहिँ घुमेर हामी चाहिँ फर्किँदैछौँ अहिले। दौड़ गए यार, धुआं फटन ठोकिने क्या ल हामी खच्चडहरू चाहिँ अब गइसकेको छ। हामी चाहिँ यो भोक उपचार केन्द्र भन्ने ठाउँमा चाहिँ हामी आइपुगेको छ भर्खरै। भोक उपचार केन्द्र भनेर चाहिँ भनेको छ। भोक उपचार केन्द्रमा चाहिँ हामी भर्खर आइपुगेका छौँ। हामी से फोक्सोङ तालको चाहिँ यात्रा सकेर हामी भोक उपचार केन्द्र आइपुगेको छ। हेर्नुहोस् है, चुप्लाक सानो यहाँ सानो छ यहाँ होटलहरू। त्यो चाहिँ सानो होटलहरू छ। हेलो